फिल्मको सुरुवात एउटा परिवारबाट हुन्छ जहाँ नाज आफ्नो छोरा र श्रीमान रोडसँग आफ्ना हजुरबुबाको घर जाँदै थिइन्। रोडले उसलाई भन्छ त्यहाँ गएर आफ्नो होस नखुवस है, बुझदारीले काम लिनु। असलमा नाजका हजुरबुबाले उसकै सबैभन्दा मिल्ने साथीसँग बिहे गरेका थिए। यही कारणले नाज अहिले निकै रिसाएको देखिन्छ। रोड भन्छ यदि तैँले धेरै झगडा गरिस् भने तेरो हात केही लाग्दैन, सबै कुरा त्यही केटीले लैजानेछ। मास्क नामको एउटा फार्मास्युटिकल कम्पनी थियो जसको बारेमा खबर फैलिएको थियो कि उनीहरूलाई एउटा ठूलो लगानीकर्ता इन्भेस्टर भेटिएको छ जसले अब कम्पनी नै किन्न चाहन्छ। यसरी उनीहरू धेरै अमीर बन्न सक्थे। पुरो बाटुभरि सम्झाएपछि रोडले नाजलाई अन्ततः उसका हजुरबुबाको घर पुर्याउँछ। अब अर्कोतर्फ हामी नाजका हजुरबुबालाई देख्छौँ। पछिल्ला केही दिनदेखि उनीमा एउटा यस्तो फर्मुला बनाउने सनक चढेको थियो जसले मानिसको जवानी फर्काउन सक्थ्यो, अर्थात् कुनै बुढो मानिसलाई फेरि जवान बनाउन सक्ने औषधि। यहाँसम्म कि यो औषधिले मृत्यु पनि रोक्न सक्थ्यो भन्ने उनी सोच्थे। अन्ततः जब उनले त्यो फर्मुला तयार गर्छन्, उनी सबैभन्दा पहिले आफैमाथि परीक्षण गर्छन्। उनले सिरमको पुरै बोतल पिए। त्यसपछि केही मिनेटमै चमत्कार जस्तो भयो। उनको अनुहारका झुर्रीहरू हराए, मांसपेशी बलिया भए, छालो टाइट भयो र उनी एकदमै जवान देखिन थाले। अब उनी आफ्नै उमेरभन्दा झन्डै 20 वर्ष कमका देखिन्थे। वासरुममा गएर जब उनले आफैलाई ऐनामा हेर्छन्, उनी अचम्ममै पर्छन्। औषधिको परिणाम यति राम्रो होला भन्ने उनले आफैले पनि सोचेकै थिएनन्। उनी आफ्नो जवानीको मजा लिँदै थिए, तर उनलाई थाहा थिएन कि जस गतिमा यो औषधिले असर गरेको थियो त्यसै गतिमा यसको साइड इफेक्ट पनि भित्रैदेखि सुरु भइसकेको थियो। उनको ढाडमा एउटा गम्भीर एलर्जी र घाउ देख्न थालेको थियो। त्यसपछि उनी तुरुन्तै आफ्नी श्रीमती करिनाकोमा पुग्छन्। करिना उनलाई यस्तो जवान रूपमा देखेर स्तब्ध हुन्छे। उनी मात्र जवान भएका थिएनन्, उनी भित्र युवाको उत्साह पनि फर्किएको थियो। जब करिना अझै अचम्ममा परेकी हुन्छ कि यो सबै कसरी भयो, तब बुढो मानिसले उसलाई आफ्नो फर्मुलाबारे बताउँछ। उनी भन्छन् यो औषधि पिएपछि म भित्रैबाट बलियो महसुस गर्दैछु। मैले यस्तो कुरा बनाएँ कि तिमीलाई पत्यार लाग्दैन। यो किन्नका लागि पुरै संसार लालायित हुनेछन्। ठूला ठूला औषधि कम्पनीहरूले हामीसँग यो फर्मुला किन्न चाहनेछन् र हामी धनाढ्य हुनेछौँ। तर उनी अझै पनि यस कुराबाट अनजान थिए कि त्यो सिरमले उनको ढाडमा गम्भीर असर पार्दै गरेको थियो। उनी अब बिस्तारै घाउले ग्रसित हुँदै गएका थिए। त्यसैबेला अर्कोतर्फ रोडले नाजलाई सम्झाउँदै अन्ततः हजुरबुबाको घर पुर्याउँछ। उनीहरूको स्वागत गर्न करिना आफै बाहिर निस्किन्छे, तर नाजले उसलाई एक नजर पनि हेर्दिनन्, किनभने यही केटीले उसलाई मित्रताको नाममा धोका दिएकी थिइन्। नाजका ड्याडले उसको कोही बेस्ट फ्रेन्डसँग बिहे गरेका थिए। त्यसैले यहाँको माहौल निकै टेन्स देखिन्छ, जसको कारण करिना पनि उदास र तनावमा पर्छे। नाजको छोरा रिहान करिनाबाट माया पाउँछ, तर नाज तुरुन्तै छोरा र करिना बीच दूरी राख्दै उसलाई चेतावनी दिन्छे। उसलाई नछुनु, न उसबाट केही लिनु। नाज घरभित्र छिर्छिएर सबैभन्दा पहिले आफ्नो भाइको कोठामा जान्छे। उसको सुस्त भाइ त सधैँ कोठामा बस्ने र गेम खेल्ने मात्रै गर्थ्यो। उसलाई त यो कुरा कोही प्रभाव पनि थिएन कि उसका ड्याडले दोस्रो बिहे गरिसकेका थिए। सबैजना ड्रइङ रुममा गएर बस्छन् र जब नाजका ड्याड भित्र प्रवेश गर्छन्, सबैको मुख अचम्मले खुला रहन्छ। सबैले उनलाई चिन्थे, तर कसरी एक रातमै ड्याड यति जवान बने यो कुरा सबैको बुझाइभन्दा बाहिर थियो। ड्याड कसैलाई पनि केही एक्सप्लेन गर्दैनन्, तर त्यसकै बीचमा अर्को बम झारिदिन्छन्। अब मैले यो पारिवारिक बिजनेस बेच्ने निर्णय बदलिएको छु, म अब कम्पनी बेच्दिनँ। सबैजना उनीहरूको निर्णय सुनेर निराश हुन्छन्, किनकि सबैलाई तत्काल अमीर बन्ने चाह थियो। नाजको छोरा त रिसाएर कोठा छोडेर निस्कन्छ, तर ड्याड सबैलाई सम्झाउँछन् मेरो निर्णय खराब होइन, अहिले कम्पनी घाटामा छ, तर मैले जुन बस्ती बनाएको छु त्यसको कारण यो कम्पनी संसारकै सबैभन्दा नाफामुखी बन्नेछ। त्यसपछि उनी सबैलाई आफ्नो बनाएको सिरम अफ इमोर्टालिटी देखाउँछन्। यो सेरम जसले मानिसलाई जवान बनाउन सक्छ र केही हदसम्म मृत्युबाट पनि जोगाउन सक्छ। सबैजना स्तब्ध हुन्छन्। अब करिना आफ्ना ड्याडलाई र आफ्नो श्रीमानलाई भन्छे, तपाईले त मसँग वाचा गर्नुभएको थियो कि अब रिटायर भएर हामी शान्त जीवन बिताउनेछौँ। तर उनी हाँस्दै उत्तर दिन्छन्, अरे म त अब जवान भइसके, अब काम पनि गर्छु, पैसा पनि कमाउँछु र जीवन पनि मजाले बिताउँछु, चिन्ता नगर। करिनाले यति भनिरहेकी थिइन् कि नाजको सारा टेम्पर फुट्छ। उनी करिनामाथि रिसाउँदै भन्छन्, तिमीले हाम्रो जिन्दगी बर्बाद गर्यौ, अब के चाहन्छौ? त्यो बहस झन् बढ्दै जान्छ र त्यसै बीचमा उनीहरूले थाहा नै पाउँदैनन् कि ड्याडलाई केही समस्या भइरहेको थियो। उनको अनुहारमा अत्याधिक पसिना आउँछ, जस्तो कसैले पानी खन्याएको होस्। उनको शरीरमा तीव्र पीडा हुन थाल्छ। गर्दन र ढाडमा रहेका घाउहरू ठूला प्वाल जस्ता बन्छन्। उनको शरीर अजीब ढङ्गले मोडिन थाल्छ र उनी रगतवान्ता गर्न थाल्छन्। आँखा कालो बन्छ र अन्ततः उनी सबैको सामु मर्छन्। नाज र करिना डराउँछन् र रड तुरुन्तै भन्छ, छिटो एम्बुलेन्स बोलाऊ। तर त्यो बेलासम्म ढिलो भइसकेको थियो, ड्याड मरेका थिए। सबैजना शोकमा डुब्छन्, तर अचानक ड्याड फेरि उठ्छन्। तर अब ऊ मानव रहेनन्। उनी बनेका थिए भयानक क्रिएचर, अर्थात् एक जोम्बी।
उनका आँखाहरू काला भइसकेका थिए र उनी अब सामान्य मानिसले व्यवहार गरिरहेका थिएनन्। सबैजना डराउँछन्, के भएको हो बुझ्दैनन्। स्वर सुनेर घरको नकर पनि आइपुग्छ, तर एकछिनमा ड्याड उसमाथि झम्टन्छन् र दाँतले उसको घाँटीको मासु टुक्र्याउँछन्। नकर तुरन्तै मर्छ। त्यसपछि ड्याडले आक्रमण गर्छन् त्यही इन्भेस्टरमाथि जो उनीहरूसँग बिजनेस डिल गर्न आएको थियो। उनी कसरी बस्न त सफल हुन्छन्, तर ड्याडको मुखको रगत उनको शरीरमा पर्छ र सबैलाई थाहा छ जब जोम्बीको रगत कुनै मानिसमा पर्छ ऊ पनि सङ्क्रमित हुन्छ। त्यसैले अब त्यो इन्भेस्टर पनि जोम्बीमा रूपान्तरण हुनु निश्चित भयो। त्यसै बेला नाजको छोरा, जसको हातमा बो र एरो थियो, खेल्दै त्यहाँ आइपुग्छ, तर ड्याड उसमाथि नै पनि आक्रमण गर्छन्। बस्ने प्रयासमा उसको बाड छुट्छ र ड्याडको अनुहार आर पार हुँदै कहानी यहीँबाट अगाडि बढ्छ। अब फिल्मको यो भाग अत्यन्त डराउन बन्छ। ड्याडको शरीरबाट दिमाग पुरै बाहिर निस्कन्छ र दिमाग क्षतिग्रस्त हुने कारणले अब त्यो जोम्बी बनेको ड्याड मर्छ। अब बस जोम्बी बनेकाहरूमा एउटाको मात्र सास बाँकी रहन्छ, तर खतरा अझै तिनीहरूमाथि मडारिरहेको हुन्छ। त्यो इन्भेस्टर जो डिल गर्नका लागि आएको थियो कारमा बसेर भाग्न खोज्छ, तर रोड उसलाई रोक्ने प्रयास गर्छ। उता ब्याङ्कलाई पछुतो हुन्छ उसले आफ्नै ड्याडलाई मारेकोमा। त्यही अपराधबोधले उसले भाग्ने निर्णय गर्छ र कारमा बस्छ। नाज उसलाई रोक्न र सम्झाउन दौडिँदै आउँछ। अर्कोतर्फ घरभित्र देखाइन्छ त्यो नोकर जो पहिले मरेको थियो अब फेरि उठिसकेको हुन्छ जोम्बी बनेर। घरमा बाँकी रहेका 3 जना उसलाई देखेर डराउँछन्। जोम्बी बनेको नोकर अर्को नोकरानीमाथि हमला गर्छ। पहिले उसको हात टुक्र्याउँछ अनि दाँतले उसको घाँटीमा टोक्दै मार्छ र उसलाई पनि जोम्बीमा रूपान्तरण गर्छ। दृश्य फेरिन्छ र हामी फेरि नाज र ब्यागतर्फ फर्कन्छौँ। नाज जब आफ्ना भाइलाई सम्हाल्दै थिइन् त्यही बेला पछाडिबाट अजीब आवाज आउँछ। हेर्दा थाहा हुन्छ अर्को केटी पनि जोम्बी बनिसकेको हुन्छ र उसले अर्को केटीमाथि आक्रमण गरिरहेकी हुन्छ। नाज तुरुन्तै उठेर हेर्न जान्छे, तर त्यो जोम्बी केटी अब उसैमाथि आक्रमण गर्नका लागि अगाडि बढ्छे। ब्यागले आफ्नी दिदी नाजलाई बचाउनका लागि कार चलाएर सो जोम्बीमाथि ठोक्र्याउँछ। जोम्बीको आधा शरीर कुचिएर चकनाचुर हुन्छ, तर त्यसपछि पनि त्यो जोम्बी मर्दैन। अब घरभित्र बाँकी रहेका करिना, रोड, उनको छोरा र अर्को सर्भेन्ट बाँच्नका लागि भाग्ने योजना बनाउँछन्। नाज पनि आफ्नो छोरा लिन घरभित्र प्रवेश गर्छ, तर घर पुरै सुनसान हुन्छ, कोही बाँकी थिएन। घर बाहिर त्यो आधा कुचिएको जोम्बी केटी हातमा घिस्रिँदै नाजको पछि आउँछ उसलाई मार्न। त्यति बेला देखाइन्छ त्यो इन्भेस्टर जो गाडी लिएर भागेको थियो अब पुरै जोम्बीमा रूपान्तरण भइसकेको हुन्छ। जोम्बी बनेको उसलाई गाडी चलाउन पनि आउँदैन र उसले गाडी सिधै एउटा शादीको समारोहमा ठोकिदिन्छ। गाडीबाट बाहिर निस्केर ऊ त्यहाँका पाहुनामाथि आक्रमण गर्न थाल्छ। रगतको भोकले उसले मानिसहरूलाई टोक्दै मारेको देखिन्छ। जसलाई उसले टोक्छ ती सबै पनि जोम्बीमा बदलिन्छन्। थोरै समयमा त्यो पुरै विवाह समारोह जोम्बीहरूले भरिन्छ। सबै पाहुना अब एक अर्कामाथि हमला गरिरहेका हुन्छन्। पुरो दृश्य आतंकमय बन्छ। अब उता करिना र रोडको समूह गाडीमा पुग्न खोज्दै हुन्छ, तर त्यही बेला जोम्बी बनेको नोकर फेरि तिनीहरूको पछि आउँछ। करिनाले आफ्नो छोरा बचाउन उसको अगाडि बाटो अड्क्याउँछ र भन्छे पछाडि जा, तर ऊ आफैलाई पनि जोम्बीको हातमा पर्न दिन चाहँदैन। गाडीमा परेको एउटा फलामको औजार निकालेर ऊ जोम्बीको टाउकोमा हान्छे, तर त्यसले पनि उसलाई मर्दैन। यति गर्दा गर्दै अचानक मौसम बदलिन्छ। भारी वर्षा सुरु हुन्छ। पानी पर्नासाथ जोम्बी कमजोर पर्छ। मौका देखेर करिना, रोड र छोरा त्यहाँबाट भाग्न सफल हुन्छन्। त्यति बेला नाज पनि रोडसँग सम्पर्क गर्न सफल हुन्छ। ऊ फोनमा सोध्छे तिमीहरू कहाँ छौ, सबै ठिक छ? अब यहाँबाट कहानी अझ डराउने दिशातिर अघि बढ्छ। उनीहरू सबै भन्छन् हामी ठिक छौँ। अहिले नाज सबैलाई भन्दैछिन् कि तपाईहरू कुनै नजिकको सेफ हाउसमा जानुहोस् ताकि अलिकति समयपछि नाज र ब्याग पनि त्यहाँ आउन सकोस्। नाजले जुन घर बताएकी थिइन् तिनीहरू दाउर अनि भागेर त्यो घरसम्म पुग्छन्, तर देख्छन् त्यो घर चारैतिरबाट जोम्बीहरूले घेरेको छ। ठूलो मुस्किलले करिना, रोड र उनको छोरा घरभित्र पस्न सफल हुन्छन्, तर सर्भेन्ट जोबहरूका हातले मारिन्छ। ब्याग पनि त्यो घरतर्फै अघि बढिरहेको थियो। कार पनि छिटो थियो र तिनीहरू त्यो ब्यान्ड जहाँ शादी भइरहेको थिए नजिकै पुग्छन्, जहाँ पहिले नै मानिसहरू जोम्बी बनिसकेका थिए। जो सबै जोम्बीहरू थिए उनीहरू तिनीहरूको कारको आवाजले आकर्षित हुन्छन् र अरू विकल्प नहुँदा तिनीहरूले जोम्बीहरूलाई रौन्न थाल्छन्। अर्को पक्षबाट पनि अरू जोम्बीहरू तिनीहरूको तर्फ आइरहेका थिए। त्यो बच्चाले देखेर भन्यो कि अरू जोम्बीहरू पनि तिरिरहेका छन्। उसले आफ्ना ड्याड र करिनालाई भाग्न भन्छ र सबै एउटा कोठामा छिर्छन्। यसैबीच फेरि एक जोम्बी तिनीहरूको पछाडि आइपुग्छ, तर रोडले त्यसलाई पछाडि धकेली ढोका बन्द गर्छ। अब उसले आफ्नो घाइते हात हेरिरहेको थियो। थाहा भयो कि ऊ पनि चाँडै अरू जस्ता जोम्बी बन्नेछ। जोम्बी बन्नु अघि उसले छोरालाई अँगालो हाल्यो र अन्तिम पटक भन्छ तिमी आफ्नो आमाको ख्याल राख्नु।
यति भन्नासाथ उसको शरीर परिवर्तन हुन थाल्छ। आँखा भयानक देखिन्थ्यो, शरीरमा घाउ निशान देखिन थाल्यो र शरीर ज्वरोसहित हलिन थाल्यो। अनि ऊ पनि पूर्ण रूपमा जोम्बी बनेर आफ्नै छोरामाथि आक्रमण गरिदियो। करिनाले त्यो बच्चा बचाउन रोडलाई उठाएर यहाँबाट लहरिँदै फ्याँकिन्। रोडको शरीर कोठाको एउटा रेलिङ रडमा ठोकिएर अडिएर फस्छ। करिनाले मौका पाएर ढोका बन्द गरिन् र त्यहाँबाट भागिन्। अरूतर्फ नाज र ब्याक जसो गाडी लिएर धेरै जोम्बीहरूलाई ठक्कर दिएर आएको थियो, त्यही गाडी बिग्रिएको थियो। त्यसैले अब तिनीहरू पैदल चल्दै बाँकी जोम्बीहरूबाट जोगिनुपर्ने भयो। उनीहरूले निर्णय गर्लान् कि पुलिस स्टेसनसम्म जान्छन्। पुलिस स्टेसनभित्र कसैले सुरुमै विश्वास गर्दैन, तर इन्सपेक्टरले केही अफिसरहरूलाई बाहिरको स्थिति जाँच्न पठाउँछन्। तर तिनका अनुमानभन्दा स्थिति धेरै खराब थियो। आफूलाई बचाउन ती अफिसरले जोम्बीहरूमा गोली चलाउँछन्, तर जोम्बीहरूलाई त्यसबाट कुनै असर हुन्न र जोम्बीहरूले ती अफिसरमाथि नै आक्रमण गर्छन्। एक अफिसर निकै कठिनताले बच्दै प्रहरीलाई स्टेसनसम्म पुग्छ र भन्यो कि नाज र ब्याकको रिपोर्ट सत्य हो। उसले थप्यो कि अरू सबै जोम्बीहरू प्रहरी स्टेसनतर्फै बढिरहेका छन्। यो सुनेर भित्ता र झ्यालहरू बन्द गरेर सबैले अगाडि फर्निचर राखेर ढाँटका जमाइ राख्छन् ताकि कुनै जोम्बी भित्र नपुगी। बाहिरबाट आएर जोम्बीले आक्रमण गरिरहेको एक मानिस पनि चाँडै जोम्बीमा परिणत हुन्छ र अर्को अफिसरमाथि आक्रमण गर्छ। उनीहरूले त्यसलाई जबरजस्ती लकमा थुन्छन्। बाँकी रहेका अफिसरहरूले अरू स्टेसनहरूसँग सम्पर्क गर्न खोज्छन्, तर सम्पर्क हुन सक्दैन। त्यसै समयमा करिनाले नाजलाई फोन गर्छिन् र बताउँछिन् कि तिनीहरूको सँगका सबै मानिस जोम्बी बनेका छन्। अब केवल करिना र रिहान मात्रै बाँचिरहेका छन्। नाजले उनलाई हौसला दिइन् र रिहानको ख्याल राख्ने जिम्मेवारी पनि दिइन्। पुलिस अफिसरहरू छतमा उभिएर हेर्दा देख्छन् बाहिर जोम्बीहरूले भयावह विध्वंस मचाइसकेका छन्। उनीहरू नाज र ब्याकलाई भन्छन्, हामीले मिलेर लड्नुपर्छ, हामीले यी जोम्बीहरूसँग लड्नै पर्छ। उनीहरू जोम्बीबाट जोगिन पुरा तयारी गर्छन्। बुलेट प्रुफ ज्याकेट लगाउँछन्, मास्क लगाउँछन् र शेलिङ गन लिएर बाहिर निस्कन्छन्। शेलिङ गन चलाएर तेज आवाज निकालेर पहिले सबै जोम्बीहरूलाई एक ठाउँमा तान्छन् र त्यसपछि तिनीहरूलाई गोली हानेर खत्तम गर्ने कोसिस गर्छन्। तर स्थिति अझ बिग्रिन्छ। ती गोलीहरूको आवाजले अर्को ठुलो जोम्बी समूहलाई यहाँ तानिदिन्छ। अब नियन्त्रण तिनीहरूको हातबाट बाहिर गइसकेको थियो। कुनै पनि समयमा उनीहरूमा आक्रमण हुन सक्थ्यो, तर भाग्यले साथ दियो र त्यही बेला तीव्र आँधी र भारी वर्षा आउँछ। तेज वर्षाले जोम्बीहरूलाई हल्लिन र चल्नबाट रोक्छ र अवसर मिल्छ ती मानिसहरू त्यही मौका लिएर भाग्न सफल हुन्छन्। त्यही क्रममा नाजको श्रीमान, जो करिनाले रडमा ठोकिएर फसाएका थिए, पनि आफूलाई छुटाएर बाहिर निस्कन्छन् र जोम्बीहरूको आवाज निकाल्दै अरू जोम्बीहरूलाई यस घर नजिकै भेला पार्छन्। घरभित्र करिना, नाजको छोरा र अरू एक केटी थिए। तिनैको जीवन खतरामा पर्छ। उनीहरू घर बाहिर निस्कन प्रयास गर्छन् र सोच्छन् कि अब त बच्ने मौका छ, तर बाहिर धेरै जोम्बीहरू थिए। भाग्य राम्रो भएर उनीहरूलाई यति बेला एक बाइक भेट्छ र तीनैजना त्यसमा चढेर भाग्न सफल हुन्छन्। त्यहाँबाट करिना र ब्याक पनि आफूमाथि खतरा हुनबाट बच्ने उद्देश्यले एउटा ट्रकमा चढ्छन्। नाज रोइरहेकी थिइन्, किनकि लाग्थ्यो अब केही बाँकी रहेन। तर त्यही बेला उनले देख्छिन् करिना र उनको छोराले बाइकमा चढेर तिनीहरूतर्फ आइरहेका छन्। त्यो देखेर नाज खुसीले झुमिन्छिन्, तर तुरुन्तै थाहा हुन्छ कि धेरै जोम्बीहरू तिनीहरूको पछाडि आइरहेका छन्। सबै जोम्बीहरूलाई रोक्न करिनाले ट्रक तिनीहरूमाथि ठोक्याउँछिन्। यसरी धेरै जोम्बी मर्छन्, तर केही जोम्बी ट्रकको वरिपरि जमा हुन थाल्छन्। केही समयपछि ट्रकको ब्रेकले काम गर्न छोड्छ। ब्याकले प्रहरी स्टेसनका अफिसरलाई बताए बाहिरको जोम्बीहरूको स्थिति अझ खराब हुँदै गएको छ र हाम्रो समूह आफैलाई जोगाउन अब प्रहरी स्टेसनतर्फै बढ्दैछ। अनि त्यही बेला कुरा गर्दै गर्दा उनीहरूबाट ट्रकको कन्ट्रोल छुट्छ र त्यो ट्रक सिधै बिल्डिङभित्र गएर ठोकिन्छ। सबैजना ट्रकबाट बाहिर निस्किन्छन्, तर ब्याङको खुट्टा ट्रकको मुनि फसिन्छ। त्यसपछि सयौं जोम्बीहरूले तिनीहरूलाई घेर्छन् र चाहँदै पनि ब्याङ धेरै जोम्बीहरूको शिकार बन्छ। त्यहाँ एउटा प्रहरी अफिसर थियो जो अहिलेसम्म जोम्बीको शिकार भएको थिएन, तर उसले आफ्नै ज्यानको चिन्ता नगरी नाज र करिनालाई भन्छ, तपाईहरू यहाँबाट भाग्नुहोस्। तर नाज पनि उसलाई छोडेर जानेवाली थिइनन्। उनले जोम्बीहरूसँग भिड्दै लडाईँ गर्छिन्। यस लडाईँको बीचमा उनको हातमा गहिरो चोट लाग्छ, जसको मतलब अब उनी पनि छिट्टै जोम्बी बन्ने थिइन्। तर उनलाई त्यो कुरा थाहा थिएन। अफिसरले अन्तिम पटक भन्छ, तिमीहरू तुरुन्त यहाँबाट निस्क, म सम्हाल्छु। उसले जान्दथ्यो कि जोम्बीहरूलाई जलाएर मात्र मार्न सकिन्छ। त्यसैले उसले नाज, करिना र नाजको छोरालाई बाहिर पठाएर आफ्नो ज्यान्तो बलिदान दिँदै ठूलो विस्फोट गर्छ। यो विस्फोटले प्रहरी स्टेसन वरिपरिका सबै जोम्बीहरूलाई एकैचोटि जलाएर मारिदिन्छ।
अब बाँकी रहन्छन् केवल नाज, करिना र नाजको छोरा। बाहिर निस्किएर नाजले आफ्नो हातमा भएको घाउ देख्छिन् र बुझ्छिन् अब उनी पनि सङ्क्रमित भइसकेकी छन्। उनी आफ्नो छोरालाई अँगालो हाल्छिन्, आँखा रसाउँछ र करिनासँगको सबै रिस बिर्सेर भन्छिन्, तिमीले जे गर्यौ म तिमीलाई माफ गर्छु, अब मेरो छोराको राम्रो ख्याल राख्नु। त्यसपछि नाज आफैलाई गोली हानेर आफ्नो जीवन अन्त्य गर्छिन्। दृश्यको अन्त्यमा जलेका टुटेका जोम्बीहरू वरिपरि भट्किरहेको देखिन्छ। समय बिस्तारै बित्छ। अब करिना त्यो बालकको राम्रोसँग हेरचाह गरिरहेकी हुन्छन्। केही समयका लागि लाग्थ्यो यो जोम्बी भाइरसले मानिसहरूलाई शान्त छोडेको छ, तर सधैँको लागि होइन। किनभने अर्को देशमा नाजका ड्याडका पुराना व्यावसायिक साझेदार मध्ये एकजना त्यही अमरता दिने सिरम बोकेर देखिन्छन्, जसले यो जोम्बी भाइरस सुरु गरेको थियो। त्यो मानिस पनि त्यो औषधि खोल्छ र पिउँछ, र त्यही दृश्यबाट बुझिन्छ अब त्यो देशमा पनि जोम्बी भाइरस फैलन लागेको छ। र यही रहस्यमय क्लिफह्याङ्गरमा फिल्म समाप्त हुन्छ।